हेलो गाइस, म चाहिँ गिरिजा। आज चाहिँ म एउटा भ्लग गराउन गइरहेको छु। अनि हामी चाहिँ ओजेटीमा म चाहिँ ओजेटीमा जानका लागि घरबाट हिँड्न लाग्यो। अनि दाइ र भाइ चाहिँ उता भाइको ट्रायल छ, उता भाइको ट्रायल छ, त्यही भएर बाइक सिक्नका लागि साइकल लिएर गइरहेछन्। ओइ, बाइकको ट्रायलको लागि साइकल लिएर गएको? पहिला साइकलबाट सिकेर बल्ल बाइकबाट सिक्ने भनेर साइकल लिएर हिँडिरहेछन्। अनि मलाई पनि उति छोड्न जान्थ्यो। अनि म चाहिँ हल्का खुट्टामा समस्या भएर यसो साइकलमा भाइ लिएर त्यहाँ हुनुहुन्छ, दाइले छोड्न जाँदै हुनुहुन्छ। अनि यो फर्स्ट भ्लग भएको भएर कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। रुक भाइ, रुक के ट्राई त हान कुनमा बस्ने हो। एडा र सकेन भने म उता जान्छु कि। अनि हिँडिसकेछ, हिँड न। ल त्यसो यता ह्यान्डल चाहिँ खतरा भइसकेछ। यहाँ चाहिँ ह्यान्डल अलि समस्या भएर आउने के छिटो। खासमा पुग्ने कति 8:15मा 8 बजिसक्यो यार। यहाँ रुक्न स्ट्यान्ड फाल्टा माथि स्ट्यान्ड यसको यस्तै हो कि। मेरो चाहिँ अलिकति खुट्टामा समस्या भयो। भयो हामी चाहिँ फाइनल्ली यहाँबाट हिँडिसक्यौँ। ल भाइ सिबु सु गरिदिउँ न एकचोटि भ्लगमा। यिनी चाहिँ मेस्सीको फ्यान हो, त्यही भएर सु गर्छ। हामी हिँडिसक्यौँ। हुन्छ नि। फाइनल्ली हामी चाहिँ आधा बाटोमा आइसक्यौँ। अनि यहाँ चाहिँ यो उकालो छ, यति उकालो कटाउन यहाँ तल बाटो गु निस्किसकेको छ। निस्क्यो कि निस्क्यो कि। यहाँ चाहिँ भाइ एक्लै आँखा के भएको भाइ? के भयो कि? यहाँ विभिन्न प्रकारका मान्छेहरू छन्, एउटा अन्ध, एउटा लङ्गडो, दुईटा लङ्गडा। यता यो साइकलमा बसेको दुईटा लङ्गडा, ऊ त्यो चाहिँ अन्ध। पुरा त्यो अन्ध के। अब एउटा ओके जाने बेला सबै बाटो उकालो हो कि। अस्ति नै हामी बिहान रनिङ आउँदाखेरि हो कि यहाँको कुकुरले लास्ट लहटी थियो कि यो घरको कुकुरले। त्यही पनि लङ्गडोमाथि यस्तो भेला हाने थियो कुकुरले लहडेर। दिउँसोमा चाहिँ केही गर्दैन, तर रातिमा त डढ्ने लास्ट हुन्छ। फाइनल्ली गाइस हामी चाहिँ अब कलेज जान चाहिँ कलेज पुग्न चाहिँ जम्मा 4 अथवा 5 मिनट लाग्छ। हामी चाहिँ मेन हाइवेमा निस्क्यौँ। हाइवेदेखि चाहिँ हाम्रो कति 1.5 किलोमिटर छ। अनि यो चाहिँ हाइवे हो, पूर्व पश्चिम राजमार्ग। अनि अर्को चाहिँ के अरे माननीय हर्कराज राईले चाहिँ यलम्बर राजमार्ग भन्नु भएको थियो कि। त्यो यलम्बर राजमार्गमा पुगिसक्यो गाइस। हल्का फर्स्ट टाइम भएर हल्का जिउरो लप्पतिरहेको। तपाईँको चाहिँ कम्प्रोमाइज गरिदिनु होला हजुरहरूले। के कस्तो लाग्छ भ्लग कमेन्ट गरिदिनु होला। अनि यो चाहिँ मेन हाइवे भएको भएर यहाँ चाहिँ गाडीहरू चाहिँ अलिक बढी नै कुद्छ न। यसो माथि यहाँ धुलो छ, यहाँ धुलो चाहिँ लास्टै छ यार यहाँ चाहिँ। अनि यो चाहिँ जुन मेन छुट्याउनको लागि चाहिँ यहाँ बनाएर यस्तो राखिसकेको छ। धुलो त हेर्नु गाइस, यस्तो धुलो छ। पहाडतिर पहिला यस्तै धुलो हुन्थ्यो, त्यस्तै धुलो छ। यस्तो धुलोले गर्दाखेरि चाहिँ यहाँको बस्तीलाई चाहिँ नकारात्मक असर पारेछ। यो चाहिँ अलिक छिटो बन्छ भन्ने आशा, तर कतिको छिटो बन्छ त्यो चाहिँ थाहा छैन। तर हाम्रो कलेज चाहिँ अब त्यत्तिकै पारि हो। यो चाहिँ पहिला पढेको स्कुल दुर्गा भवानी मावि, त्यसबाट यो सिधेको। अनि +2 पनि यसैबाट यही कलेजबाट यही स्कुलबाट पास गरेको। यो चाहिँ बनकटमा हो गाइस। भाइ चाहिँ अगाडि पुगिरहेछन्। बमा खोला बौला खोला भन्छन् यसलाई चाहिँ, किनकि यो बौलाउँछ कि बेला बेलामा, त्यही भएर
गाइस मैले पण्डित कलेज चाहिँ त्यहाँ आइसकेको छ। त्यहाँबाट हल्का हल्का देखिन्छ रुखहरू चाहिँ त्यो हल्का देखिरहेछ नि। भित्र त बवाल छ कलेज त, बाहिरबाट हेर्दा नि बवाल देखिन्छ। कलेज खतरावाला छ कि कलेज त फेरि। ल हेर्नु त्यो ओजेटीको लागि चाहिँ अब कलेजबाट साथीहरू छन् जाने भनेर दाइहरू छन् आउँदा। कलेज चाहिँ यही हो गाइस मैले पढ्ने। अब यहाँबाट दसैँ अगाडि त यहाँबाट नि निस्किन्छ, पास आउट भएर निस्किन्छ। मैले पढ्ने कलेज चाहिँ यही हो। त्यहाँ चाहिँ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ डिप्लोमा चाहिँ मैले पढ्छु। त्यो चाहिँ गाइस यो बाटोको लागि पुल बनाउनलाई यहाँ पुल बनाउनुको लागि बनाइरहेको छ यहाँ कन्स्ट्रक्सन त्यही हो। सधैँ गाइस हाम्रो कलेज आइसक्यो। हेर्नु हेर्नु अब जिस्काएको भाइ त्यही हो भनिदिनु क्या। फाइनली गाइस कलेजबाट यो भाइ त्यहाँ आएर बसेर रहेछन्, पर्खा रहेछन् त्यहाँ। आया आया ल भलकमा केही भन्न के म भलक बनाउँदै आएको छु। यसरी उडाइदिनु भन्न खानेर म कतिमा 8:15 भनेको कति भयो र 20-5 मिनट चाहिँ ढिला भयो। ल 20 मिनेट रुक अनि खान के दिलीप हेर नि रुक्छु अनि खान अब दिलबेर रोक्नु सँगै एकै ठाउँ जाने हामी हैन। के कुरा मलाई ढिलो हुन्छ हैन हो ढिलो हुन्न के पर्दैन मनिष आयो बाइक स्कुटीमा आउँछ नि मनिष कि दिन दिन आउँछ नि हिजो होइन मनी साउने हो कि छोटो सल्लाह सुन्न आउँछन् क्या। तर मनीले गाली गर्छन् किन त यो अगाडि छिडो हिँड्न के दिलीप हैन किसम पर्ने किसका ओ हेर न ए जान्के बोल्दै रुके किन बा ल जाम के एडा बाइ बाइ भयो नि खुट्टा ह खुट्टा भयो नि खुट्टा यति गरी केही भयो खुट्टा न अबे लाउनु यति भएर छोड्न आउँदाको हरि मान्छे कस्तो रहेछ दिदीले आफ्नो नपर्केर गएपछि गाली गर्दैन त के भने हाम्रो दिदीले पर्के भन्दै थियो 5-10 मिनेट लाग्छ भन्दै भाइ के म सिधै त गोल पार्क जानु बस्नु जान्छु नि गोलपार्क सबै त गोलपार्क जान्छ हैन सब जान्छ सबै त नाइ के उति भनेको मनिसलाई कुर्दैन के त्यहाँ गएर फेरि ढिलो भयो भने ए देखे त होइन भन्दै भयो का रुका पनि भन्दै कल गर न मनिषलाई भन्दैन के यहाँदेखि ए ल ए म जानेन बोलग है बस्न जान्छ कि विङ्गरमा ऐसा जान्न यो गोलपार्क जान्न कस्तो आगे बढे उ के आयो त बस ल म चाहिँ भलक बन्द गर्छु बाई बाई बाइ बाइ ल बाई बाई गर्दै बाइ फाइनल्ली गाइस हामी बसबाट झरेर ओजेटीको एनटिसीको अफिसमा जाँदैछ हामी दुईवटा अनि अरू साथीहरू चाहिँ आउँदैछन्। ल मोटु बेबी केही भन्न त भलकमा के भन्नु मैले सबले लाइक सब्स्क्राइब गर्दै यार यहाँ मोटुको साथी सुत्नु भयो यसरी बाटैमा सुत्नु भएन नि यार। अब अहिले के त फुटपाथमा हामी चाहिँ फाइनल्ली गाइस अब एनटिसी गएर एसीमा बस्ने हो केटा एनटिसीमा दिनभरि एसीमा बस्ने आउनु ए कामै एसीमा बस्ने त्यो कामै छैन मस्त बस्यो। हिजोबाट सुरु भएको थियो ओजेटी हिजो गएर भैरवमा गएर तार ल्याएर तार जोडियो मात्र त्यति काम गरेर हिजो। अब आज चाहिँ के हुन्छ थाहा छैन जाँदैछौँ यता सब देखा न के देखाइरहेको छु त यहाँ अमरपथ भन्छ होइन यसलाई त्यो अमरपथबाट उता कालिका नै कान्ति स्कुलतिर जाँदैछौँ। ओ भाइ कान्ति स्कुलको सब बस गयो सब हामी यहीँदेखि जानु पर्दो रहेछ तपाईँ मोटु त्यो त तलबाट फेरि हिँड्दै हाइवे त्यहीँदेखि झरेर यता गयो क्या छिट्टो हिँड्थ्यो त्यहाँ फेरि रोक्नु मिल्दैन भन्छ यहाँ रोक्दैन कि त्यस्तै समस्या भयो यार। लड्की देखा उता लड्की त्यसरी देखाउन मिल्दैन भाइ भलकमा देखा न के फरक पर्यो नै अरूको के भन्छ अरे पर्सनल लाइफमाथि के गर्न मिल्दैन भाइ सोधेर हो।
एकै हुन्न हो त्यही हो त पुरै नराम्रो काम गरेर तेरो उसलाई भान्जीलाई किनिदियो के लाग्छ भान्जी कहाँ खायो तेरो मलाई थाहा आएन भन् न थाहै छैन मलाई भन् न मलाई थाहा आएन भन् न तेरो भान्जी कहाँ अब गाई चामल आउने आँट्यो के भान्जालाई किनिदियो के हामी किन्नु भान्जी भयो कि अब भान्जा हुन्छ भान्जालाई नि किनिदियो के ह ओ यहाँदेखि नै आउँदा मिल्दो रहेछ त यार जता पनि आउनु पर्यो भोलिदेखि होइन तिर पुल नजिक रहन भनौँ अनि त्यहाँबाट झरेर हाल्छ के हुन्छ कि नै अब ऊ त्यति नजिकै छ एनटिसी अफिस अब यहाँबाट कति 3 मिनट आएको हुन्छ होला बढीमा पाक कम्तीमा 3 मिनट गइन्छ भएर मस्त दिनभरि 9 बजीदेखि 5 बजीसम्म एसीमा बस्ने अनि घर फर्किने कामै त्यही हो अरू केही कामै हुन्न कि अब कुनै केटाहरू आउन इन्ट्रेस्ट छ भने हामीलाई भन्दा नि हुन्छ सो हामी इन्डियन केटाहरूलाई बुझिन्छ 15 दिनको लागि आएको त्यही भएर अब आज 2 दिन हुन्छ त्यही पनि शनिबार र आइतबार छुट्टी गर्दाखेरि जम्मा कति 11 दिन हुन्छ बिचमा छुट्टी छ कि नै हो सार्वजनिक बिदा छैन नि भनेपछि 11 दिन त काम गर्ने भइयो एसीमा बस्ने भइयो भाइ त्यसरी त्यहाँ चाहिँ हामी 10जना छौँ हाम्रो कलेजको 10जना हामी 2जना चाहिँ एउटा पावरतिर छौँ पावर सेक्सन त्यतिर छौँ हल्का अब जेनेरेटर तिनी हेर्नेतिर ब्याट्रीहरू तिनी हेर्नेतिर इन्भर्टर जेनेरेटर लाइनहरू हेर्नेतिर देखाउँछ के जुमिङ गरेर लाम्छाने बस्यो होला त्यहाँ लामखाने आइसक्यो होला जस्तो लागिरहेको तर आएर आएर आएन टाइम त भइसक्यो त यार एनटिसीको अफिस चाहिँ त्यही हो त्यो अगाडि खाल्दैछ है फेरि यहाँबाट छिर्लास् त खाल्टोबाट छिर्लास् के म सिधै छिर्दैन त्यहाँ त्यहाँ मोटर छ अनि चाहिँ के अरे हात छिरो पुच्छर अड्क्यो जस्तो हुन्छ कि हो कि नि हुन्छ बेर लाग्नु हाम्रो अफिस चाहिँ त्यही हो त्यो निलो कलरको लागेको वाला हो एनटिसी अफिस सेम झिक्नगरमा छ भने आउनु हामीले झिकिदिन्छौँ सहजीकरण गरिदिन्छौँ हो कि नै बटे हो नि त्यस्तो पैसा सैसा केही पनि लाग्दैन पानी खाने हो नखाने खाने त्यो चाहिँ बवाल रहेछ कि यहाँ पानी खाने ठाउँ रहेछ यो मोर्खाको पानी चाहिँ चिसो हुन्छ क्या पानी तर बवाल छुइदिन्छ फाइनली गाइस अफिस आइपुग्न रहिसक्यो एनटिसीको नेपाल टेलिकम राष्ट्रको सञ्चार हामीले हजुर पनि कल गर्नुहुन्छ आज लामछानेले पर्खेको छैन लामछानेलाई फोन गर्न मैले देखा न मन्दिर मन्दिर के देखाए कुन गाइड यहाँ चाहिँ बदल लगाइरहेको रहेछ हाम्रो अफिस चाहिँ त्यही यति के होला लाम्छाने गाइस पुगे ठ्याक्कै दाई पनि आउनेछ त त्यो दाई के अगाडि हेर हामीसँग काम गर्ने दाई त्यहाँ आउन खाति ठ्याक्क भित्र जानु थाल्ला त्यहाँ निलो टी सर्ट लगाएको भित्र जानुभएको छ यहीँबाट भित्र जाने बाटो खान पुग्छ उके तिनीहरू चन्दन मण्डल र सुभाष पनि आएछन् त कहाँ ऊ तल केटाहरू चाहिँ आइरहेछन् फाइनली चाहिँ यो त